रोङ गाउँपालिका लेप्चाहरूको भाषाबाट राखिएको नाम। हामी यो 6वटा वडाहरू घुमिसक्यौँ र 6वटा वडाहरू घुम्ने क्रममा विविध विषयहरूमा पनि छलफल गऱ्यौँ। विशेष गरेर रोङ गाउँपालिका सुपारीको प्रख्यात ठाउँ, अलैँची, त्यसै गरी अदुवा, अम्लिसो र यो केराको लागि पनि निकै महत्त्वपूर्ण ठाउँ रहेको छ। रोङ गाउँपालिका जहाँ चाहिँ सुपारी धेरैभन्दा धेरै उत्पादन हुन्छ र यहाँ धेरै किसानहरूले यो सुपारीको व्यावसायिक खेती गरिरहेका छन्, तर सुपारीलाई कृषि बालीको रूपमा सूचीकृत नभएको हुनाले किसानहरूले जुन प्रकारका नेपाल सरकारबाट राहत पाउनुपर्ने त्यो पाइरहेको छैन। समस्या एउटा जस्तै बाँदरको भए, जङ्गली जनावर, हात्ती, यहाँका बाटाघाटा, पुल पुलेसा, थुप्रै समस्याहरू यहाँ देखिन्छन्। त्यो ठाउँ बाख्रा पालनको लागि पनि अति महत्त्वपूर्ण अथवा यो बाख्रा पालनको निम्ति सम्भावित ठाउँ। यसलाई व्यावसायिक तरिकाले बाख्रा पालन गरेको खण्डमा किसानहरूलाई राहत हुन्छ। बाख्रा पालन निकै फस्टाएको देखिन्छ, तर बाख्रा पालनमा अलिकति यसलाई आधुनिकीकरण गर्न, त्यसै गरी यसलाई नस्ल सुधारका कार्यक्रमहरू ल्याउन सरकारले त्यस्तै प्रकारका कार्यक्रमहरू ल्याउन जरुरी देखिन्छ। त्यो रोङ गाउँपालिकाका धेरै ठाउँहरू चुरे क्षेत्र घोषणा गरिसकेको हुनाले यसलाई व्यवस्थित गर्न र चुरे क्षेत्र घोषणा गरिसकेपछि यसबाट के फाइदा हुन सक्छ सचेतनाका कार्यक्रमहरू ल्याउने मात्र होइन, यसबाट उहाँहरूलाई चाहिँ अधिकतम फाइदा दिलाउनको निम्ति काम गर्नुपर्ने। केही महिना अगाडि म आफै पनि जापान गएर 460वटा नगरपालिकाहरू बीचमा छलफल गरेर आएको छु र यो कृषिलाई आधुनिकीकरण गर्ने, यसलाई व्यावसायिकरण गर्ने, औद्योगिकरण गर्ने बारेमा निकै घनीभूत छलफल भएको थियो र आफ्नो देशको माटो सुहाउँदो, त्यहाँ उत्पादन भएका वस्तुहरूलाई कसरी बिमासँग पनि जोडेर लान सकिन्छ र किसानहरूलाई थाहा नभएका कुराहरूमा कसरी सचेतनाका कार्यक्रमहरू अगाडि बढाउन सकिन्छ र के गर्दा चाहिँ किसानहरू बढीभन्दा बढी यो आधुनिक कृषिमा, व्यावसायिक कृषिमा र औद्योगिकरणमा बढी इन्गेज हुन सक्छन् भन्ने बारेमा पनि छलफल गरेर आइसकेको हुनाले त्यहाँबाट प्राप्त भएका ज्ञानहरूलाई यहाँ पनि प्रयोग गर्न सकिन्छ। सिँचाइ पनि यहाँको मुख्य समस्याको रूपमा देखिन्छ। किसानहरू अलिकति व्यावसायिक तरिकाले खेती गर्न सिँचाइको अभाव, त्यसलाई अलिकति साना मजौला र बृहत सिँचाइमा व्यवस्थापन गर्न पनि जरुरी देखिन्छ। रोङ गाउँपालिकाको तल्लो बेल्टमा कोला खेती असाध्यै राम्रो हुने सम्भावना देखिएको हुनाले अध्ययन अनुसन्धान गरेर यसको पनि व्यवस्थापन गरेको खण्डमा यहाँका किसानहरूलाई ठुलो राहत मिल्नेछ। खानेपानीको समस्यालाई विशेष गरेर यसको आधारभूत आवश्यकता पनि हो जनताको, यसलाई व्यवस्थित गर्न र स्वस्थ खानेपानीको निम्ति पहल गर्नुपर्ने छ। यसलाई भोलि अझ बृहत रूपमा चाहिँ औद्योगिकरण गर्न चाहेको खण्डमा र व्यवसायिक गर्न चाहेको खण्डमा जुन नेपाल सरकारले प्राप्त गर्ने अनुदानका कुराहरू भए, अरू सहुलियतका कुराहरू भए, अरू विविध कुराहरू भए, निर्यात र आयात गर्दाखेरि चाहिने सहज जुन चाहिँ वातावरण बनाउनका निम्ति पनि यो सुपारीलाई चाहिँ अविलम्ब रूपमा कृषि बालीमा सूचीकृत गर्न पर्ने देखिन्छ। रोङ गाउँपालिकाको जुन चाहिँ देवानगढीदेखि देवानछापको महानन्द पार्क, त्यसै गरी यो चिसापानीको किरात पार्कलाई जोड्ने गरी अर्को पथमार्ग रहेको छ जसलाई कर्स्याङ पथमार्ग भनिन्छ। कर्स्याङ पथमार्ग मात्र होइन, यही गाउँपालिकामा सानो पाथिभरा मन्दिर रहेको छ। पाथिभरा मन्दिर छेउमा हाँसपोखरी रहेको छ र यो सबै ठाउँहरूलाई पर्यटकीय दृष्टिकोणले असाध्य सम्भावना भएको ठाउँको रूपमा लिन सकिन्छ। यति राम्रा दृश्यहरू देख्न सकिन्छ। कुनै यो साँच्चै नै यसो हेर्दाखेरि चाइनाको ग्रेट वालबाट देखिने दुईपट्टिको जुन चाहिँ दृश्यहरू जस्तै देखिने यो किरात पार्कलाई
भविष्यमा एउटा राम्रो पर्यटकीय स्थल बनाउन सकिने सम्भावना छ र यो पर्यटकीय सम्भावना बोकेको ठाउँमा आइपुग्नका निम्ति सडक, कालोपत्रे सडकको आवश्यकता छ। त्यसै गरी केही होटेलहरू, केही रेस्टुरेन्टहरू र केही के छन् भन्दाखेरि यहाँ यसको निम्ति अन्य क्रियाकलापहरूको जरुरी देखिन्छ। यो रोङ गाउँपालिकामा यो वन पनि असाध्य धेरै भएको हुनाले यसको दिगो मात्र होइन, यसबाट स्थानीय नागरिकलाई के फाइदा हुन्छ र के फाइदा लिन सकिन्छ, यसलाई व्यवस्थित कसरी गराउन सकिन्छ भन्ने बारेमा पनि सोच्न जरुरी छ। त्यसै गरी यो ठाउँ रैथाने बालीको लागि विशेष गरेर तल्लो बेल्ट, यहाँ धान पनि असाध्य राम्रा उत्पादन हुने, अन्य बालीहरू पनि उत्पादन हुने भएको हुनाले यसलाई चाहिँ यसको संरक्षण र व्यवस्थापन गर्नुपर्ने देखिन्छ। यो रोङ गाउँपालिकामा सडक सञ्जालहरू विस्तार गर्नुपर्ने देखिन्छ। सडक सञ्जाल विस्तार गर्ने क्रममा तल बेल्टमा रहेका जुन चाहिँ मदन भण्डारी राजमार्ग छ, मदन भण्डारी राजमार्गसँग लिङ्क सडकहरू बनाएको खण्डमा जुन चाहिँ गाउँपालिकाका चाहिँ जनता प्राप्त गर्नेछ। केही ठाउँहरू जुन चाहिँ पाटापुर, तल्लो पाटापुर, माथिल्लो पाटापुर, सलकपुर, त्यसै गरी समालबुङ हुँदै भारतको यो लोहागढ जोड्न सकेको खण्डमा त्यहाँका जीवनस्तर वात्तै उठ्नेछ भने मदन भण्डारी राजमार्ग हुँदै यो जुन चाहिँ बदमटार, घनसार, सूर्य नगरपालिका जोड्ने, त्यसै गरी अर्को बर्फाल्याङ लगायत अन्य ठाउँहरू, महत्त्वपूर्ण ठाउँहरू जोडेको खण्डमा यसलाई लिङ्क रोडको विस्तार गर्न सकेको खण्डमा यो ठाउँका जीवनस्तर अथवा यसले आर्थिक जुन चाहिँ मेरुदण्डको रूपमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। यो जुन चाहिँ हात्ती आतङ्क छ, त्यसै गरी बाँदर आतङ्क छ, बनेल आतङ्क छ, यसलाई दिगो समाधानको निम्ति हामीले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा भएका जुन चाहिँ प्रविधिहरू छ त्यो प्रविधिलाई भित्राएर यसको दिगो समाधान गर्नुपर्ने देखिन्छ। यो रोङ गाउँपालिकामा सबै क्षेत्रमा चाहिँ सडकको सञ्जाल बनाउनु आवश्यकता देखिन्छ। यी आएका कुराहरू मुख्य 6 दिनमा प्राप्त गरेका समस्याहरू हुन्। थुप्रै समस्याहरू छन्, धेरै कुराहरू हेर्नु छ, धेरै कुराको अध्ययन गर्नु छ, समय लाग्छ। यसलाई व्यवस्थित तरिकाले अगाडि बढाउनका निम्ति पूर्ण रूपले यसको अध्ययन अनुसन्धान गर्ने मात्र होइन, थप छलफलको जरुरत पर्दछ। यी सबै काम गर्नका लागि 3 तहको सरकार जरुरी छ र तीनै तहका सरकार बीचमा सहकार्य हुनुपर्छ, समन्वय हुनुपर्छ र तीनै तहका सरकार बीचको जुन चाहिँ यो समन्वय मात्र होइन, सहकार्य मात्र होइन, सह अस्तित्वका कुराहरू छ, त्यसलाई सम्मान गरेर अगाडि बढेको खण्डमा यी सम्पूर्ण विकास गर्नका निम्ति, यी सम्पूर्ण समस्या समाधान गर्नका निम्ति